मेरो क्या हेर्नु ओठ क्या एकदमै उ भएको क्या ड्राई भएको नि त तर नि उ छ मजा छ मेरो लिप ग्लास लगाउने नो आई डोन्ट वान्ट टु युज अनि कपाल चाहिँ किन यस्तो गरेको भन्नुहुन्छ होला मलाई नुहाए पछाडि आई लभ स्टाइलिङ माई हेयर तर अहिले चाहिँ रिसेन्टली आई हेभ सर्टन माई हेयर नि त त्यही भएर अनि स्टाइल गर्ने एकदम धेरै गाह्रो हुन्छ क्या है त्यही भएर हो होइन अनि त्यस पछाडि अरू के भन्नु मैले यो राइस टोनर युज गरिसके पछाडि चाहिँ दिस इज इफ यु गाइज होइन मैले भनेको मान्नु होइन इफ यु गाइज वान्ट अ बेस्ट इन्भेस्टमेन्ट इन कुनै स्किन केयर प्रडक्टमा भने यो हो क्या दिस विल मेक यर स्किन यस्तो मजाले ग्लो नि होइन अब आई डोन्ट नो अबाउट अल द फेस अल द स्किन तर आई हेभ चाहिँ मसँग चाहिँ मेरो चाहिँ कम्बिनेसन स्किन छ क्या होइन सो त्यही भएर चाहिँ मलाई चाहिँ एकदमै वर्क गर्यो क्या एकदमै राम्रो छ अनि मेरो साथीको चाहिँ त्यसको चाहिँ ओइली स्किन छ त त्यसलाई पनि एकदमै सुट गरेको छ होइन सो किन्नु होला यो चाहिँ बेस्ट इन्भेस्टमेन्ट नि एकदमै गु इन्भेस्टमेन्ट भनेको चाहिँ के हो भन्दाखेरि भेट अब सो यसले मैले त किने होइन म यस्तोमा फोकटमा पैसा पनि फ्याँक्दिनँ होइन तर इफ यु गाइज सी त्यो उसको क्या के अरे त्यो आउँछ नि फर यु पेजहरूमा यसको बारेमा यो चाहिँ एकदमै वाइयात इन्भेस्टमेन्ट हो यो केही काम लाग्दैन यो होइन यति नराम्रो छ यो पैसा खर्च गर्ने काम नगर्नु यसमा यसले न स्किनको केही गराउँछ तपाईँको टेक्स्चर तपाईँको पोर्स होइन केही पनि हटाउने नि काम गर्दैन यसले अलिकति ग्लो पनि दिँदैन साइन पनि दिँदैन बरु स्किनलाई अझै डल देखाउँछ एटलिस्ट मेरो लागि चाहिँ काम गरेन होइन नकिन्नु यो किन्नुभन्दा बरु कुनै राम्रो कुरामा इन्भेस्ट गर्नु है अनि त्यस पछाडि चाहिँ आम गन युज दिस 2 प्रडक्ट्स मसँग प्लिज डोन्ट आस्क मी अबाउट माई बिर्को ल प्लिज किनभने बिर्को भनेको मेरो लागि होइन क्या म कहाँ फ्याँक्छु थाहा नै हुँदैन क्या म चाहिँ ओठहरूमा पनि लगाउँछु बाइ द वे गाइस होइन मैले क्या नेल छ नि यो नेल मैले आफै बनाएको थाहा छ मलाई मैले क्लासहरू केही लेखेन नि फेरि आफैले सिकायो किनभने इन्ट्रेस्ट मान्छेसँग नि जब इन्ट्रेस्ट हुन्छ नि तब चाहिँ लाइक केही चाहिँदैन रहेछ कि थाहा छ त्यो डोन्ट निड एनिथिङ होइन यतिकै आउने रहेछ क्या मान्छेलाई चाहिँ इन्ट्रेस्ट चाहिँ हुनुपर्दो रहेछ केही कुरामा भनौँ न होइन सो यति लाउने बित्तिकै मेरो स्किन यस्तो टल्किन्छ अनि यो सिन्टेलाको यो सनब्लक यति राम्रो छ नि होइन मैले के भन्नु यार मलाई चाहिँ सकेसम्म अनेस्ट रिभ्यू दिउँ होइन अनेस्ट गरौँ भन्ने हुन्छ क्या सकेसम्म होइन म अनेस्टै दिने कोसिस गर्छु के छ र मलाई के पैसा आउने होइन केही आउने होइन आयो भने पनि म अनेस्टै दिन्छु तपाईँहरूलाई तर आई डोन्ट नो मलाई चाहिँ आम लिटरली अब्सेस्ड विथ माइसेल्फ क्या थाहा छ मलाई कहिलेकाहीँ आफू यति राम्रो लाग्छ नि म ऐना हेर्दै चुम्बन गरिरहेको हुन्छु कि आफूलाई अरूले नगरे पनि त्यति चाहिँ अब्सेस्ड छु क्या म पट्याउन अलिक गाह्रो पर्छ तर आम लिटरली सो अब्सेस्ड बल्ल मेरो स्किन केयर सकियो होइन अब चाहिँ लेट्स डु अ मेकअप है किनभने मेरो आइब्रो इज गुड नि त त्यही भएर म कहिले नि त्यो अहिले कोर्न मन लाग्दैन कि त्यस्तो सो आई लभ दिस फाउन्डेसन थाहा छ आई लभ दिस फाउन्डेसन टियरको आई हेभ दुईवटा छ क्या होइन एउटा चाहिँ नसकिकन किनेको त्यो पनि दुईवटा यसको यो माथिको चाहिँ मैले हराइसकेँ हराइदिनु छ होला कहाँ छ भन्ने कुरा थाहा छैन तर मलाई लगाउन चाहिँ यसले पनि मनपर्छ क्या यस्तोले भन्छु यो चाहिँ एकदमै राम्रो छ है फेरि होइन अब हेर्छु ल डिफ्रेन्स सी ओ माई गड आई लभ दिस काइन्ड अफ मेकअप के थाहा जहाँ चाहिँ स्किन तपाईँहरूको एकदमै धेरै फ्ललेस देखियोस् के
पिपल सेड कि कति लगाएको भनिसक्छ होला होइन लेट मी यो लगाएर म फेरि ब्याक आउँछु ल